यता यो साइडमा यो मेरो भ्लगको लागि तयार गरेको। थ्याङ्क यू। मलाई यति धेरै हेल्प गर्ने भेटेँ मैले हैन। खाना आइसक्यो। वेलकम बैक टू माई यूट्यूब चैनल। सो फेरि पनि न्यू डे एन्ड न्यू ब्लगको साथ हजुरहरूको सामु उपस्थित भएकी छु। हजुरहरूलाई थाहा छ मेरो रुम किन मजाको भयो, किनकि म ब्युटिफुल हुनको लागि र यो ब्युटिफुल भएर कहाँ जान आँटेको हो त आज यस्तो परी जस्तो राम्रो खालको भएर कहाँ जान आँटेको हो भनेर हजुरहरूले सोच्दै हुनुहुन्छ होला। म चाहिँ कहाँ जाँदैछु त्यो त हजुरहरूले थम्बनेल र टाइटलमा थाहा नै पाइसक्नुभयो होला। सो अब म हजुरहरूलाई भनेर एक्सप्लेन गर्दिनँ। सो हजुरहरूलाई म देखाउने छु म कहाँ जाँदैछु भनेर। सो सबैजनाले हेरेर लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु नबिर्सिनु होला। धेरै माया। हामी चाहिँ घरबाट हिँड्यौँ होइन। सो अनि अब हामी बिहेमा जाँदैछौँ। बिहेमा जाँदाखेरि मैले चाहिँ यो ड्रेसलाई आउटफिट लगाएको छु। सो हजुरहरूलाई कस्तो लाग्छ हेरेर भनिदिनुहोस् होइन। अनि मैले यो आउटफिटसँग यहाँ स्यान्डल व्हाइट कलरको छ यो लगाएको छु। सो लेट्स सी कि अब के हुन्छ कस्तो हुन्छ होइन। म हजुरहरू सबैलाई देखाउने छु कि बिहे कस्तो हुन्छ भनेर। त्यही पनि यहाँ बिहे चाहिँ यहाँ आइसक्यो सक्नुहुन्छ। चाहिँ दुईटा बिहे हो क्या है, यहाँ दुईटा जस्तै लाग्यो। यहाँ चाहिँ दुईटा बिहे रहेछ। आएपछि हामीले थाहा पायौँ। यता एक ग्रुप हेर्न सक्नुहुन्छ। ग्रुप पनि बेग्लै बेग्लै छ है। फेरि हजुरहरू आफै बुझिसकेको। यहाँ चाहिँ म खाना त्यही त मम्मीले किन अलि अर्कै देखाएको छ सोचेन। यहाँ चाहिँ अब हामी खाना खाने लाइनतिर आयो। यहाँ चाहिँ खाना खाने लाइन रहेछ गाइज। खाना खाने लाइन रहेछ। मलाई त्यसरी थाहा भएन। यहाँ त्यहाँ ब्युटिफुल गर्ल दिदी होइसुन्छ, आन्टी होइसुन्छ, मम अनि म। भयो 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 थोरै खानेकुरा साइडमा ल। थ्याङ्क यू। यता यो साइडमा यो मेरो भ्लगको लागि तयार गरेको। थ्याङ्क यू। मलाई यति धेरै हेल्प गर्ने भेटेँ मैले होइन। सबैजनाले भाइरल बनाइदिनुहोस्। मलाई यति धेरै खाना आइसक्यो। हामी यहाँ छौँ। बेहुला मात्रै देख्छु, बेहुली त देख्दिनँ। हजुरहरूले सोच्नुभयो होला यसमा किन आवाज दिनु भनेर, किनकि यसमा गीत बजिरहेको थियो। दुल्हे का सेहरा सुहाना लगता है, दुल्हन का तो दिल दीवाना लगता है भन्दै होइन। अनि बेहुला चाहिँ बसिराख्नु भएको छ। मेरो मामु चाहिँ खाँदै बसिरहेको छ। अनि त्यसपछि अब चाहिँ हामी होइन यताउति हेऱ्यौँ। अनि हामीले खाइसकेपछि चाहिँ हामी होइन यहाँनिर बसिरहेको छौँ। अहिले चाहिँ खाँदै
अनि बेहुलीलाई लिएर आउनु भयो के। सो अनि यो बेहुलीको लागि पनि गीत बजिराखेको थियो, ल ल ल ल ल भन्दै होइन। अनि त्यसपछि बेहुली भन्दै के कस्तो दामी देखिएको थियो बेहुलीलाई पनि होइन। अनि बेहुलीलाई पनि लिएर आउनुभयो, हामी अलि अगाडि गएछौँ। सो गइसकेपछि एकदम धेरै नै रमाइलो पनि फिल भयो। बेहुला चाहिँ हेर्दैछ न आत्तिएर बेहुलीलाई लिन जाँदै हुनुहुन्छ केही त कुरा छ अरे क्या साथीहरू। अनि यही हो अब। अनि अब बेहुला बेहुलीको मण्डपमा दुवैजना बसेर पोज दिइराखेको वाउ होइन। दिल्ली का सेहरा सुहाना लगता है भन्दै यो चाहिँ मा बिहेको भित्र छिरिओरिकन खाइओरिकन आइसक्यौँ। सो अब चाहिँ हामी घर जाने टिकटकहरू बनाउने कार्यक्रम चलिरहेछ। सो लेट्स सी हजुरहरूलाई म देखाउने छु। देखिए अब हामी घर जान लागिराखेको छौँ होइन। टिकटक पनि थोरै भयो, फोटो नि थोरै भयो, जस केही छैन। अब जान्छौँ ऊ त्यो रेड कलरको अटोमा। हाम्रो आन्टीको अटो चाहिँ त्यो हो, त्यो अटोमा जान्छौँ। कसैलाई अटोको कन्ट्याक्ट चाहियो भने मलाई सम्पर्क गर्नुहोस् रे क्या। माई मम इज गोइङ टु त्यहाँ केटाकेटी खेलिरहेछन्। बेहुलाको गाडी यहाँ छ। अब बेहुलीलाई पठाएको हेर्न पाएन। हेलो साथीहरू, म चाहिँ बिहेबाट घरमा आइसकेँ र सो अब यो भिडियोलाई चाहिँ इन्ड गर्नतिर आज यति नै लाग्छु होइन। मलाई जे जस्तो आउँछ, जतिसम्म भ्लग बनाउन आउँछ त्यो सबै मैले बनाएकी छु। सो सबैजनाले लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिन नबिर्सिनु होला। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो त्यो पनि कमेन्ट गरिदिनु होला भन्दै छुट्टिन्छु। बाई। सबैजनाले फुल वाच गर्न नबिर्सिनुहोस् र मलाई पनि माया गरिदिनु होला। लभ यु अल। नेक्स्ट भिडियोमा आउने छु फेरि छिटै।